घरमा फल सिलिङ लगाउँदै हुनुहुन्छ भने तपाईहरुले यो कुरा जान्नै पर्छ। फल सिलिङ किन आवश्यक छ त? फर्स्टमा एस्थेटिक्सको लागि। रुममा सिधा छत भन्दा फल सिलिङ हुनु राम्रो देखिन्छ। लाइटिङ सेटअप पनि आकर्षक बन्छ। सेकेन्डमा टेम्परेचर कन्ट्रोल। फल सिलिङले गर्मीमा कोठा चिसो र जाडोमा तातो बनाउन मद्दत गर्छ। थर्डमा साउन्ड प्रुफिङ। शान्त वातावरण चाहनुहुन्छ? फल सिलिङले आवाज धेरै कम गरिदिन्छ। फोर्थमा कन्सिल्ड वायरिङ एन्ड लाइटिङ। तार, पाइप, एसी डक्ट्स लुकाएर घरलाई सफा देखाउन फल सिलिङ बेस्ट हो। कुन मेटेरियल प्रयोग गर्न सकिन्छ त? फर्स्टमा जिप्सम बोर्ड, सबैभन्दा लोकप्रिय, हल्का, टिकाउ र सुन्दर देखिन्छ। दोस्रोमा वुडन फल सिलिङ, प्राकृतिक लुक चाहनुहुन्छ भने यो युज गर्नुहोस्। थर्डमा पीवीसी फल सिलिङ, वुडन लुक दिन चाहनुहुन्छ तर बजेट कम छ भने पीवीसी फल सिलिङ युज गर्न सक्नुहुन्छ। फल सिलिङ बनाउँदा ध्यान दिनुपर्ने कुराहरू। चिसो धेरै हुने ठाउँमा फल सिलिङ राम्रो टिक्दैन। किचन वा बाथरुममा पीवीसी सिलिङ रोज्नुहोस्। कम उचाइ भएको कोठामा फल सिलिङ गर्दा झनै होचो देखिन पनि सक्छ। गलत लाइटिङ सेलेक्ट नगर्नुहोस्। सही डिजाइन सहित वार्म वा कोब लाइट राख्दा घरको लुक शानदार बन्छ। फल सिलिङ सही तरिकाले बनाउनुहोस् अनि तपाईको घर अझ आकर्षक, आरामदायी र आधुनिक बनाउनुहोस्। यस्तै घर डिजाइन टिप्सका लागि लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोस्।